नमस्ते, मेरो नाम सकवास साई, खानाचौर वडा नम्बर 6 को बासिन्दा हो। मेरो यो स्याउको बगैँचा छ। यो स्याउको बगैँचामा पहिला धेरै अप्ठ्यारो हुन्थ्यो, टिप्नलाई गाह्रो हुन्थ्यो। इको हिमाल संस्थाबाट मैले सेवा सुविधा भनेको मैले उहाँ कुरो राखेँ इको हिमालसँग, अनि नारायण सरसँग भेटेँ। नारायण सरले अनि मलाई पहिला धेरै न गाह्रो हुन्थ्यो। नारायण सरले एउटा सिडी भयो, अनि यो टिप्ने मसिन भयो, त्यहाँबाट उपलब्ध गर्नुभयो। मलाई धेरै खुसी लाग्यो। अझै मलाई पनि अझै यो बगैँचा असुरक्षित छ, केही सहयोग गर्नुहुन्छ कि भनेर मैले अझै उहाँको आशा राखेको छु। इको हिमालको सहरहरूलाई मैले दुःख दिएको छु। यहाँ बगैँचामा यहाँ ल्याएर हाम्रो बगैँचा हेरिराख्नु भएको छ। सब सरहरू 1 2 3 4 5 वटा सरहरू आउनुभएको छ। केही व्यवस्थित अझै केही बनाउनु भएको छ। इको हिमालले केही बनाउनुहुन्छ कि भन्ने आशा छ। यो भर्याङ चाहिँ कसरी प्रयोग गर्नुहुन्छ अनि यो स्याउ टिप्ने मेसिन चाहिँ कसरी प्रयोग गर्नुहुन्छ? पहिला तपाईँले कसरी स्याउ टिप्नुहुन्थ्यो? त्यो स्याउको बगैँचा चाहिँ धेरै ठुलो बगैँचा रहेछ तपाईँको, स्याउहरू पनि यहाँ टन्नै उत्पादन हुँदो रहेछ। तर पहिला कसरी टिप्नुहुन्थ्यो त? पहिला सर यो रुङमा जाने एउटा कपडाको झोला गर्ने, अनि त्यस्तो गरेर रुङमा जाने हाँकाहरू चुहाइने हुन्थ्यो, अनि स्याउहरूलाई पनि असुरक्षित हुन्थ्यो। अनि त्यही गरेर हामी डोको लामलाममा त्यस्तो गरेर लिन्थ्यौँ। अहिले इको हिमालले किरट पनि दिने व्यवस्था गरेको छ। एउटा भर्याङ पनि छ, एउटा मसिन पनि छ। अझै केही व्यवस्थित हुन्छ कि भनेर मैले सरहरूलाई यहाँ बोलाएको छु। पहिला त धेरै कठिन थियो तपाईँको। पहिला धेरै हाँकाहरू चुहाइन्थे, स्याउहरू खड्जान्थ्यो, दागी हुन्थ्यो, स्याउ सुरक्षा हुँदैन थियो। यो मेसिन चाहिँ प्रयोग गरेपछि अहिले चाहिँ एकदम सुरक्षित तरिकाले यो सजिलो छ यसको? एकदम राम्रो छ। अहिले लगभग 6-7 महिनासम्म राख्न सकिन्छ, दागी हुन्न, केही हुन्न। अनि पेटीमा राम्रोसँग ग्रेडिङ गरेर राखेपछि लगभग 6-7-8 महिनासम्म रहन्छ यसले टिप्दाखेरि। पहिला हामीले हालले टिप्दाखेरि के हुन्थ्यो भनेपछि दागी हुन्थ्यो, नुनको दागी हुन्थ्यो, अनि पेटीमै कुहिहाल्थ्यो। हो, यो इको हिमाल नेपालले चाहिँ यस्ता सामग्रीहरू दिन्छ भनेर तपाईँले कसरी थाहा पाउनुभयो त? जतिखेर यो खानाचक्र नगरपालिकामा इको हिमाल प्रवेश भयो त्यतिखेर विकास साई, अनि म सकवास साई, अनि दुर्गाबुम हामी माम्न खानाचक्रमा गएका थियौँ। त्यहाँ अलिकता भेटघाट भयो। त्यो भेटघाट हुँदाखेरि इको हिमाल पहिल्यै दर्ता हुँदाखेरि है, खानाचक्र नगरपालिकामा दर्ता हुँदाखेरि है उहाँको र मेरो अनि परिचय भएको। परिचय हुँदाखेरि मलाई कृषकको धेरै चासो थियो। अनि विकासजीले भन्नुभयो, अनि कृषक गर्ने भएपछि यस्तो यस्तो गर्नुपर्छ सानोबुवा भनेर विकासजीले भन्यो। अनि विकासजीको र मेरो अनि हामी दुइटै लागेर इको हिमालसँग घुलमेल भयो, बसाइ भयो, 7 दिने तालिम गरियो। अनि इको हिमालसँग एकदम अहिले शेर सदस्य पनि भइयो। अनि इको हिमालसँग अहिले लगभग ठिकै राम्रै भएको छ। इको हिमालले केही सहयोग गर्छ कि भन्ने अझै आशा छ। जे होस्, यो मेसिन पाएदेखि अब तपाईँ के भन्न चाहनुहुन्छ त इको हिमाल नेपाल? एकदम बधाई भन्छौँ। अझै यस्तो चिजहरू केही नयाँ चिज छ भनेपछि अझै उपलब्ध गरिदिनु होला भन्ने मेरो रिक्वेस्ट छ। नारायण सरलाई पनि धेरै हृदयदेखि सम्झिया छौँ भनेर म यी कुरा यहीँ टुङ्ग्याउँछौँ। ल त नमस्ते।